यो सरकार यो बाचापत्र हेरेर चल्छ, हाम्रो यही नै हो। किनभने यही भनेर हामीले भोटमा आएको हो। जनताले हामीलाई भोट दिएको पनि यो बाचा गरेको हुनाले, यो लेखेर गरेको बाचा हो जनतासँग। यसभन्दा अगाडि के भयो त्यसको क्रिटिसिजममा मैले समय खेर फाल्नु नै छैन। तपाईँहरू सबैलाई थाहा पाएको कुरा हो, तपाईँहरू सबैले बुझ्नु भएको छ। आज तपाईँले अभिव्यक्त गर्नुभएको कुराहरूमा सल्लाह छ, सुझाव छ। एज अ पोलिटिकल एन्टिटी, एउटा राजनीतिक दलको सभापतिको हैसियतले तपाईँले भन्नुभएका कुराहरूमा मैले विमति राख्न पनि कुनै ठाउँै छैन। अब सहकार्यको मात्र जरुरत हो। तपाईँले भन्नुभएका कुराहरूको वाद प्रतिवाद, त्यसको जवाफ, त्यसको कुनै ठाउँै छैन यहाँनिर, त्यसको कुनै गुन्जाइसै छैन। इकोनोमीलाई ग्रो गर्नको निम्ति तपाईँले गर्नुभएको कुरा हो। एउटा कुरा चाहिँ हामीले के बुझ्नुपर्छ भने हिजो जुन अवस्थामा राजनीति थियो त्यो अवस्थामा तपाईँहरू बाध्य हुनुभयो। तपाईँहरू मध्ये 2 जनाले पनि मेरो घर देख्नु भएको छैन होला। बाँकीलाई पनि भन्छु तपाईँले कहिले मेरो घर देख्नु पर्दैन, तपाईँले कहिले मेरो पार्टीको सदस्यता लिनु पर्दैन, तपाईँले मेरो पार्टीको अफिसमा एक पाइलो टेक्नु पर्दैन। चाहिँदै छैन, जरुरतै छैन। पोलिसीले प्रोटेक्ट गर्ने हो, कुनै पनि जरुरत छैन। हिजो तपाईँको बाध्यताले गर्दा तपाईँहरूले गरेका सबै कामहरू गैर कानुनी भएनन् होला, तर गरेका सबै कामहरू कानुनको दायराभित्र परेनन् कि? हामी यही नै छौँ नि अहिले हामीले अप्ठ्यारो परेको भनेको तपाईँहरूलाई के भने हामीले गैर कानुनी काम गरेका छैनौँ, तर देशकाल परिस्थिति समय पोलिटिक्सले हामीले गरेका सबै कामहरू कानुनको दायराभित्र परेनन् कि भन्ने कुराले तपाईँहरूलाई चिन्तित बनाएको न हो। इट्स अलराइट, इट्स नट अलराइट बट इट्स अलराइट। एउटा कट अफ पोइन्ट चाहिन्छ। हामी त्यो कट अफ पोइन्टमा आइपुगेका छौँ। अब हामी त्यसमा जान सक्दैनौँ। मेरो यहाँलाई रिक्वेस्ट एउटा के छ भने तपाईँहरूले आफैले पनि एकचोटि सबै चाहिँ साथीहरूले बसेर इन्टरनल अडिट चाहिँ गर्नुपर्छ। वाट वेन्ट रङ, हामीले पनि त केही मिस्टेक्सहरू गऱ्यौँ होला नि भन्ने कुराको अडिट तपाईँहरूबाट भयो भने हामीलाई सजिलो हुन्छ। धरपकडको कुरा आइरहेको छ, म त्यसमा आउँछु अलिकति। म तपाईँलाई सिम्पल एउटा कुरा के बताउन चाहन्छु भने पोलिसी रिफर्म गर्नुपर्ने आवश्यकता छ। जहाँ पोलिसी रिफर्म गर्नुपर्ने हुन्छ त्यहाँ हामीलाई समस्या छैन। मलाई, मेरो पार्टीलाई, हाम्रा नेताहरूलाई 1 रुपियाँ पनि चाहिएको छ। हामीले पैसा कमाउन चाहेको दिन त सिक्यो त देश। पैसा कमाउनु कति 20, 30, 40 सेकेन्ड भन्दा बढी त लाग्दैन होला। मैले या हाम्रा नेताहरूले पैसा कमाउन खोज्यौँ भने त सकियो नि। त्यो त कति कुनै मिनट, लेस देन अ मिनट लाग्छ नि। तर हामी त्यहाँ बिल्कुल छैनौँ, हामी कम्प्लिट त्यहाँ छैनौँ। मैले अलिकति स्ट्रेट फरवर्ड भएर तपाईँहरूलाई भन्नु खोजेको कारण के भने हाम्रो पोलिसीले तपाईँहरूलाई प्रोटेक्ट गर्छ। अलिकति पनि तपाईँले डाउट मान्नु पर्दैन। नो डाउट अबाउट इट। थोरै पनि डाउट तपाईँहरू नराख्नुहोस्। तर मुलुकले अलिकति डिपार्चर लिने यो बेलामा अलिकति गभर्नेन्सका कुराहरूलाई हामीले प्रायोरिटीमा लिएर आएको कुरामा त्यहाँ केही न केही स्टेप्सहरू चल्छ। त्यो स्टेप्सहरू चल्दाखेरि उद्योग व्यवसाय गरिरहेका साथीहरूको उहाँको केही इन्भल्भमेन्ट देखिएको खण्डमा कानुनलाई सघाउने सिलसिलामा तपाईँहरूले केही न केही मद्दत तपाईँहरूलाईबाट राज्यले चाहन्छ होला। त्यहाँ केही ट्रबल हुन सक्ला, तर त्यसलाई यहाँहरूले अन्यथा नलिकन अगाडि बढ्नु भयो भने हामी एउटा पोइन्टमा पुग्छौँ। हामीले कसका आधारमा यो गोल सेट गरेको त? हामीले $3000 चाहिँ प्रतिव्यक्ति आएको गोल बनाइरहँदा अथवा हामीले सम्मानजनक मध्यम आय भएको मुलुक बन्छौँ 5 देखि 7 वर्षमा भनेर पिपुलमा गएर प्रमिस गरिरहँदा कि हामीले हाम्रो अकाउन्ट्स, हाम्रो बिजनेस, हाम्रा वरिपरिका साथीलाई हेरेका हो र? हामीले तपाईँहरूलाई नै हेरेको नि। हामीले एफएनसीसीआईलाई हेरेको, हामीले सिएनआईलाई हेरेको, हामीले तपाईँहरू सबैजना जति साथीभाइहरू हुनुहुन्छ सबैजना चेम्बर सबैलाई हामीले हेरेका हौँ। तपाईँहरूको स्ट्रेन्थको आधारमा नै हामीले यो आँट गरेका हौँ। तपाईँले जे बताउनु भएको छ हामी यो गर्न सक्छौँ, तर हामीलाई पोलिसी रिफर्म चाहिएको छ। हामीलाई 10वटा प्रक्रियागत झन्झटमा हामीलाई अल्मल्याइयो भनिएको छ, हो नि? प्रक्रियागत झन्झटबाट बाहिर निकालेर तपाईँहरूलाई वान स्टप सेन्टर बनाउन सक्यो भने तपाईँहरूले ग्रो गर्न सक्नुहुन्छ। व्यवसायीको रूपमा तपाईँहरू प्राइभेट जेट चलाएर बस्नुहोस्, हाम्रो स्वागत छ। राज्यको नियम कानुनलाई मान्नुहोस्, कर तिर्नुहोस्, इम्प्लोइमेन्ट क्रिएट गर्नुहोस्। हामी तपाईँको ग्रोथलाई रोक्न चाहँदैनौँ। राष्ट्रपाको रूपमा सरकार हामीले सरकार सञ्चालन गरिरहँदा हामीले गरेको बाचा, हामीले लिएको टार्गेटको आधार कोही छ भने तपाईँहरू उद्योग व्यवसायी साथीहरू नै हुनुहुन्छ। तपाईँहरूकै बलमा हो र यो हलभित्र त्यो क्यापासिटी छ भन्ने कुरामा विश्वास राखेर नै हामीले दिल खोलेर नै भनेका हौँ कि हामी पोलिसी रिफर्म गर्छौँ। जस्तो अहिले यहाँ वनको कुराकानी गर्नुभयो तपाईँहरूले, सरकारले ल्याएको अर्डिनेन्स पनि कहीँ न कहीँ त्यो गोललाई मिट गर्नका लागि ल्याएको अर्डिनेन्स छ। मतलब सरकारले फुल हाउसमा लगेर त्यसलाई पार्लियामेन्ट्री डिस्कसन गरेर पार्लियामेन्ट्री कमिटीमा त्यसलाई डिस्कस गरेर अनि फेरि त्यसलाई कानुनको रूपमा लिएर जाने कुराहरूमा त छँदैछन्। त्यो प्रोसेस, रेगुलर प्रोसेस त छँदैछ। तर हामी एक किसिमको हतारमा पनि छौँ। 70 वर्षदेखि भएको खाडललाई पूर्णको निमित्त
हामीले केही न केही कदमहरू अलिकति स्पिडमा चाल्नुपर्छ। त्यो स्पिडले दुर्घटना ननिम्त्याओस् भन्ने कुरामा सरकार सचेत छ, तर प्रक्रियागत झन्झटहरूमा सरकार अल्झिँदैन भन्ने कुराको उदाहरण यहाँलाई दिएको। त्यसको एउटा उदाहरण चाहिँ हामीसँग यथेष्ट बहुमत हुँदाखेरि पनि, नम्बर हुँदै पनि कतिपय कुरा अर्डिनेन्स मार्फत काम गर्न खोजेको कारण के भने त्यसले काहीँ न काहीँ कतै न कतै हामीले सोचेको टार्गेटलाई फुलफिल गर्ने एउटा ठाउँ बनाएको छ। त्यसैका लागि हामी अगाडि बढेका छौँ। जिडिपीमा कन्ट्रिब्युसन तपाईँहरूको अफकोर्स त्यसमा कुनै अर्को दुई मात्रै हुन सक्दैन। जुन किसिमको कन्ट्रिब्युसन यहाँले गर्नुभएको छ र गर्नुहुन्छ, हामी त्यसमा आशा गरेर नै हामीले यसरी अगाडि बढेका हौँ। अब उद्योग व्यवसाय क्षेत्रलाई चाहिँ, यो क्षेत्रलाई अलिक बढी टार्गेट हुन्छ, यो देशमा सधैँ आक्रमण हुँदाखेरि हामी बढ्छौँ भन्ने कुरा यो देखिएको कुरा हो। तर सम्झनुहोस् त, हामी यहाँसम्म आइपुग्नको निमित्त, यो ट्रान्जिसनमा आइपुग्नको निमित्त काहीँ न काहीँ कसैले कुनै न कुनै योगदान दिएकै हुन्छौँ। तर तपाईँहरूलाई भएको ड्यामेज, तपाईँहरूको चाहे त्यो फिजिकल ड्यामेज होस् या तपाईँको व्यक्तित्वको ड्यामेज हो, त्यसलाई हामी क्यापिटल मान्छौँ। त्यो तपाईँको त्यो पनि एउटा लगानी हो। देशलाई परिवर्तनमा ल्याउनको निमित्त तपाईँले दिनुभएको योगदानको रूपमा त्यसलाई इतिहासमा दर्ज गर्छौँ नि हामी। त्यो दर्ज भएको छ तपाईँले गर्नुभएको योगदानको लागि। तर अब अगाडि बढ्ने सिलसिलामा हामीले त्यो पिस जोन बनोस् भन्ने कुराहरू, त्यसमा सरकार अत्यन्त सचेत छ। तपाईँहरूलाई केही सल्लाह दिन अथवा तपाईँहरूलाई केही बताउन अथवा टेक्निकल कुराहरू, अलिकति यो इकोनोमीसँग सम्बन्धित कुनै एकदमै विषयगत कुराहरू बुदामा डिस्कस गर्न भन्दा पनि तपाईँहरूको त्यो मनोबल अलिकति के भएको, कस्तो भएको, अलिकति डर त्रास जस्तो वातावरण भएको सुनेको कारणले पनि तपाईँहरूसँग म एउटै टेबलमा बस्न खोजेको। तपाईँहरूले अलिकति पनि चिन्ता मान्नु पर्दैन। यो सुशासनको एजेन्डालाई अलिकति द्रुत रूपमा अगाडि बढाउनको निमित्त केही प्रश्नहरू तपाईँको इन्स्टिट्युसन्सहरूसम्म आइपुगेछ भने त्यसलाई यहाँले सहज रूपमा लिइदिनु होला। तर अल्टिमेटली हामी मिलेरै काम गर्ने हो। सरकारको कुनै व्यवसायीलाई हतोत्साही बनाएर, उसको व्यवसायलाई धराशायी बनाएर लिएर जाने कुनै पनि उद्देश्य छैन। हामीले भोग्नुपर्ने या हामीले अप्ठ्यारोमा पार्नुपर्ने कोही पनि साथीहरू तपाईँहरू कोही पनि हुँदैन। त्यसैले अब जुन किसिमको डरको जस्तो भएको हो कि भन्ने तपाईँहरूलाई जुन वातावरण सृजना भएको छ, त्यो कुनै पनि डरबाट तपाईँहरू मुक्त हुनु होला। कुनै पनि किसिमको डर कायम राख्न जरुरी छैन। तर कतिपय स्टेपहरू यसरी चालिएको छ कि तपाईँले देख्नुभएको छ, यो इकोनोमीलाई नै कोल्याप्स गर्नलाई जस्तो गरी चाहिँ जुन किसिमको आक्रामक ढङ्गले इन्स्टिट्युसनहरूलाई क्याप्चर गरेर हरेक ठाउँमा त्यस किसिमका गतिविधिहरू भएका कुरालाई त राज्यले निर्ममतापूर्वक हेर्नै पर्ला नि। अल्टिमेटली त्यो नगरिकन तपाईँहरू कसरी सिक्योर्ड हुनुहुन्छ त? इकोनोमी कसरी सिक्योर्ड हुन्छ त? कहिलेकाहीँ परिस्थितिले, कानुनले, अप्ठ्याराहरूले, राजनैतिक परिवेशले र अस्थिर राजनीतिको शिकार बनेर तपाईँहरू बाध्य भएर कयौं पोलिटिकल पार्टिज र लिडर्सको ढोका नक गर्न बाध्य हुनुभएको छ। उनीहरूको स्वार्थ पुरा गरिदिँदाखेरि तपाईँहरूले कहिलेकाहीँ नर्म्स एन्ड भ्यालुजको सीमा रेखाहरू पार गर्नु परेको छ। हामी बुझ्दैनौँ र? हामी यही क्षेत्रबाट आएका साथीहरू छैनौँ र? यही ड्यासमै हेर्नुहोस् न, उहाँहरू सबै आफ्नो क्षेत्रबाट काम गरेर उद्योग व्यवसाय गरेर यहाँ आउनुभएको छ। जे चिज तपाईँले भोग्नु भएको छ, रासोपाका अधिकांश ल मेकर्सहरूले भोगेको देखेको चिजहरू हो। आफूले भोगेको, आफूले देखेको चिजबाट कि हामी एउटा ठाउँबाट अर्को ठाउँमा आउने बित्तिकै त्यो बिर्सन्छौँ र? हामीले बिर्सेका छैनौँ, हामी बिर्सदैनौँ पनि। त्यसकारणले तपाईँहरू निर्धक्क हुनु होला। यसमा कुनै पनि चिन्ता गर्नुपर्ने त्यस्तो आवश्यकता मैले देखेको छैन। अब सेक्टरल कुराहरू आएको छ, म सेक्टरल कुराहरूमा केही बताउन चाहन्छु। इम्पोर्ट बेस्ड इकोनोमी हो कि कस्तो इकोनोमी हो भन्ने कुरा आइरहेको छ यहाँनिर। हाम्रो इकोनोमी एउटा सेक्टरले मात्र कन्ट्रिब्युट गरेर हुने इकोनोमी होइन, मल्टिपल सेक्टरको कन्ट्रिब्युसनले हुने इकोनोमी हो यो हाम्रो। अफकोर्स खाद्य सुरक्षा, देश खाद्य रूपमा सुरक्षित नभइकन, खाद्य सुरक्षाको कुरालाई मध्यनजर नराखिकन अन्य डेभलपमेन्टको कुराहरू गर्न असाध्यै गाह्रो छ। त्यसकारणले भएको मान्छेको तलका किसानहरूको कुरा जुन यहाँ उठ्यो, उनीहरूलाई सुरक्षित नपारिकन, मुलुकलाई खाद्य सुरक्षित नपारिकन अन्य कुराहरू अगाडि बढ्न सक्दैन। त्यो मात्र होइन, अनि ऋण उद्योगहरू अगाडि चलाउने हो भने पनि सरकारले मोडलहरू ल्याओस्, हामी तयार छौँ भन्नुभएको छ। यिनीहरूको अत्यन्त स्वागत योग्य कुराहरू।